नमस्ते गाइज। आज चाहिँ हाम्रो लोकल कुखुरा गाइज। यो लोकल कुखुरा चाहिँ लगभग अब रेडी हुन लागिसक्यो गाइज। यसमा चाहिँ अब मैले सबै कुरा हालेँ हैन। यसरी चाहिँ गाइज यो सानो सानो अदुवा पनि हैन लाइक फ्राई हानेर यसो मिठो हुन्छ नि गाइज हैन। यो भयो तेजपत्ता भयो हैन गाइज। अब सबै कुराहरू हालिसकेको छु गाइज मैले। अब यसलाई एकैछिन पछाडि चाहिँ गाइज झोल हाल्ने बेला भइरहेछ। झोल चाहिँ घोडा हाल्ने हो लोकल कुखुरामा हैन गाइज। घोडा हालिसकेपछि मिठो हुन्छ क्या। सराप्पा पारेर खानलाई हैन मिठो हुन्छ गाइज। अहिले चाहिँ हाम्रो लगभग रेडी हालिसकेपछि हल्का डढ्न लाग्यो गाइज। यसलाई हल्कासँगले हैन हल्का पानी यसो हालेर तल डढ्न लागेकोलाई चाहिँ टक्कसँग निकाल्ने हैन। टक्कसँग निकालिसकेपछि राम्रो हुन्छ क्या हैन। हेरौँ त ल, झोल हाल्ने बेला भइरहेछ हैन। अब एकछिन पछाडि चाहिँ झोल हाल्ने बेला हुन्छ यो। हेर्दै खाउँ लाग्दो छ हैन त। हेर्दै खाउँ लाग्दो भइरहेछ हैन। अब यतातिर टमाटर अचारको लागि रेडी छ एकदम हैन। रेडी पोजिसनमा राखेका छौँ। यहाँनिर यसलाई झोल हाल्ने बेला भयो है। झोल हालिदिउँ क्या है। ल झोल हालिदिउँ टक्कसँगले हैन। ल यसरी हालिदिइसके पछाडि हाम्रो लोकल कुखुरा चाहिँ अब रेडी हुन्छ है गाइज हैन। हेर्दाखेरि मिठो भए जस्तो लागिरहेछ हैन। धेरै मिठो भए जस्तो लागिरहेछ क्या हैन। हेरौँ त कस्तो गाइज। अलिकति झोल चाहिँ नपुग्ला जस्तो क्या यो हैन। यति चाहिँ हाल्दिउँ क्या गाइज। घोडा त हाल्नु पर्यो हैन। घोडा झोल हाल्दाखेरि त मिठो होला। ल हेरौँ अब यो चाहिँ उम्लिन्छ हैन। उम्लिसकेपछि आजको लोकल कुखुरा चाहिँ हाम्रो रेडी हुन्छ है गाइज। सुरु गरिरहेछ उम्लिनलाई हैन। पनि सुरु गरिरहेछ है। ल थ्याङ्क यू। सब्सक्राइब गर्नुहोस् है युट्युब च्यानललाई गाइज। ल